पहिला यो भिडियो हेर्नुहोस् अनि त्यसपछि यसको फन्नी कमेन्टहरू हामी पढ्नेछौँ। काक्रो चोर मागेर खान पो लाज चोरेर खान के लाज गलत बोल्नु भयो नि दाजु। ल सुरु गरौँ। काक्रो गाडीको साउ पनि मक्खै होला दिलीप रामेजीले चोर्यो भनेर। तितो हुने ठाउँमा टोक्नु भयो, अर्को साइडबाट टोकेको भयो नि। तितो तितो जा मिठो मिठो तितो तितो जा मिठो मिठो। उल्टो भन्नुभयो, मागेर खान के को लाज, चोरेर खान पो लाज हुन्छ त। यस्ता त छन् नेपाली कलाकार। यस्ता त छन् हाम्रा देशका कलाकार, जहाँ पायो त्यही हिरो, जे मन लाग्यो त्यही गर। हिरो भनेर नजिक जान पनि मन नलाग्ने। यो कमेन्ट चाहिँ ठिक लागेन है। हिरो हो भन्दैमा इको देखाउने, जे पाइते नगर्ने हो र।